हो ल ल मेरो त अफ गर्दिउ न फ्यान छैन ब्याट्री त आउँदैन एमबीको त साथीहरु हामी चाहिँ देखेर अस्तिदेखि हक्कीदेखि आएको हो क्या उसको जङ्गलमा आइपुगिरहेछ यहाँ पछाडि साथीहरु खोइ के गयो के छोड त झर त यहाँबाट गइरहेको थियो अघिदेखि नै यहाँ यो त तातेर निक्ले हो क्या तिम्रो तानेन उकालोमा मम्मी साइलेन्सरबाट आइरहेको थियो साइलेन्सरबाट आइरहेको यो तातेको एकछिन अब चिसो गरिदियो ल कुदाउ न मुला साइलेन्सरबाट अहिले आइरहेको यहाँ छैन यो कुकुरले इन्जिनको उयो छैन अलिअलि निस्किहाल्छ नि डरबाट एकछिन छोड्दो कि त्यतिकै सबै कुदाउनुहोस् त मेरो झन् तातिर होला मेरो त फ्यान जलिला हैन त जति ताते पनि त्यति कुद्छ क्या भाइ खै हेरौँ अनर हेरौँ देखिरहेको छ पछाडिबाट देखिरहेको छ यो अन छ भर्खर अन गरे ल हामी चाहिँ यहाँ सिम्बा बस जाने अझै बाटोमा आइपुगेको छौँ भालेहरू पनि छ यहाँ चाहिँ बाटो हल्का कन्फ्युज भएर हामी एउटा स्कुटरवाला चाहिँ पर्खिँदैछौँ अझै आधी बाटो बाँकी छ अझै 19 किलोमिटर चाहिँ बाँकी छ अरे हामी लगभग हाम्रो आधी बाटो चाहिँ आइपुगिसक्यौँ के भन्ला फोटो खिच्नु अरे ए शीतलमा राख्नु अरे भाइ छैन जस्तो लाग्यो ओ यहाँ त के बसिरहेको छ यार ल के भन्छ यसले ड्रागन फ्लाइ रहेछ यार गरिरहेको क्या यहाँ माथि हेलमेटमा अघिदेखि बसिरहेको थियो हो उडेर गयो यार यसलाई ट्राभल गर्न सजिलो यहाँसम्म भाडा पनि दिएन पठाउ भाडा गयो हेलमेटमा बसेर आएको रे ल अब चाहिँ हामी बस्योस् साथी कुखुरा लाने हो के हो दिप्सन दाइ ओ भाले लगाउँ न भाले उयो उठाउँदा एउटा उठाउँ भाले कसैले देख्दैन मैले ब्यागमा हालिदिने हो चलिदिने हो साथीहरू हामी मुस्ताङ जाँदैछौँ है मुस्ताङ चलफल चाहिँ यस्तो हुँदैछ हाम्रो अरूहरू चाहिँ अगाडि गइसक्यौँ एमडी र बुलेट मात्र बाँकी छ खोइ होइन यहाँ हेर्दा चाहिँ अब राम्रो थियो यहाँदेखि कहाँ गयो सिम्बा फल्स जाने बाटो यता मैले देखेँ भन्छु यार ओहो गाउँघर रहेछ यार मेरो नि हुँदैन थियो नि त्यो मेरो अस्ति ल हामी चाहिँ यहाँ आधी बाटो आइपुगिसक्यौँ के देखाएको त्यस्तो नदेखाउ न धेरै ठाडो भयो कि क्या भयो हो ए यस्तो नि मिल्छ होला भरे राइड गर्दा चाहिँ अझै यतिको बनाउँदा नि हुन्छ ए ल मिल्ने रहेछ चार्ज पनि दिँदो रहेछ ल कस्तो भइरहेछ ब्रो ल मजा भइरहेछ अब कति बाँकी छ अरे अब हामी जानु अब यहाँबाट लगभग 15 किलोमिटर जति छ अरे अझै 15 किलोमिटर अफ रोड बाटो अझै 15 किलोमिटर कस्तो भइरहेछ दाजु ठिकै छ होइन चलिएर जिउँदैछु म अहिलेसम्म भर लाग्दैन भरे बेलासम्म हुन्छु भनेर तर यहाँ हेर न यहाँसम्म बाइक जान्छ नि हिँड्नु पनि पर्छ नि यति ए हो र हिँड्नु चाहिँ कति 1-2 किलोमिटर त्यो चाहिँ ठ्याक्कै चाहिँ यहाँ हेर न केटाहरू पखाउने जङ्गलबाट हिँड्ने भने दाउरा खोज्दै जाने दाउरा खोज्ने यसले
कहाँबाट आज दिमाग लागेको उयो पनि बोक्दै हिँड न यहीदेखि बोक्दै हिँड्नु ओ ल ल ल ल ल हाई जोस देखाएर लाग्छ भाइ 150 अब गाडीको ब्रेक नहान ल ल मैले हाने बिल्कुल हाने छैन ल अब यहाँबाट अब ब्रेक एउटै ब्रेक नहानी गरेर सुरुलु हो ओइ मा केटाहरू चलिसक्यो चलफल हान्न ओ मुस्ताङमा है मुस्ताङमा केटाहरू भ्याङ भ्याङ मुस्ताङमा मुस्ताङ गएको जस्तो भाइब्स आइरहेछ साथीहरू हाम्रो यो बुलेटको यो बुलेटको चाहिँ पछाडिको ब्रेक लाग्दैन साथीहरू ओह्रालोमा हल्का ब्रेक फेल भइसकेको छ पानी यतिको बगेट नि खाल्दो हैन बनाइदिने क्या आफैले रोकिदिने पानी त्यही के गर्दा त राम्रो ओहो पुल चाहिँ साथीहरू राम्रो रहेछ सेक्सी रहेछ है ल हेर्नुहोस् है सिन्धुलीको पुल है साथीहरू भनेर भन्नु मन थियो तर होइन हामी चाहिँ चलफल हान्दै जाँदैछौँ ओ स्पिकर हामीलाई ल्याउ न स्पिकर ओ प्रवेश स्पिकर स्पिकर कहाँ छ हामी गीत खोइ हामी गीत बजाउँदै हिँड्छौँ हामी गीत बजाउँछौँ चिन्जान भयो यता चिन्जान गर न चिन्जान प्रवेश तिम्रो साथी नै हो प्रवेश म चाहिँ प्रवेश म अशोक अशोक भाइ अशोक तामा ब्यागै भिड्नु अशोक तामाङ द जोनी हो र ओ ल हामी ब्याग बोक्छौँ यो भेटाइदिउँ अशोक तामाङ द जोनी सिन्स यो एके डिप्सन सेन्चुरी द मिया खलिफा ब्लगमा के गरे भने अघि पनि खोइ के देखाइरहेको थियो ठुलै हो बाइक कुदाएको देखाउँदै थियो त त्यहाँ ओहो कस्तो मजा ब्यागै पुग्ने पहिला अन गरौँ ए पुरै फुल कसले बजाउने हामी बोक्ने कसले हामी नै हो क्या चाहिँ त बोकिँदैन नि फेरि हँ? यो बोकिन्छ नि त हामी ब्याग बोकिन्छ के छ ल अब स्वाद हुन्छ ओइ मासुहरू चाहिँ कसले बोकेछ मासु केटाहरूले मासुको चिन्ता छ ल ल ल कहाँबाट हो तल माथि एसडिआरडी कनेक्ट हान त कस्तो गीत सुन्दै जान्छ होला अब हामी मनी छेउमा कुदाउनु पर्यो अब चाहिँ कस्तो मजा आउँछ होला भाइब्स लिँदै क्या अब ऱ्याप सुनौ है ऱ्याप ऱ्याप नाच्दै नाच्दै यस्तो कनेक्ट भयो तर एडभेन्चर भयो होइन भाइ भयो आज ए त्यस्तो ऱ्याप त छैन होला मेरोमा छ जुन बजायो नि बजाउ न एमसी फ्लो ल एमसी फ्लो अब त्यो प्यान भिडाइदिने अब भिटेनको मास्टर ल गीत बजाउँ पहिला यस चाकामा अब राखिदिने हो प्यान माथि बसाइदिने हो अब भाइले बसाउनु भाइले बोक्थ्यो होला ल कस्तो बोक्छ ब्याग पनि बोक्नु प्यान पनि बोक्नु तल बोक्नु नि भाइ त्यो गीत बजाउँ फास्ट ब्याग ल्याउनु हिँड्नु नि होइन गीत सुनेर मात्र हिँड्ने हो होइन किन नबस्नु पर्ने हामी चाहिँ स्पिकरमा गीत बजाउँदै पूर्ण राईको बजाइदिँदा हुन्छ पूर्ण राईको त्यसको छैन के अरे नवाजको छैन नवाजको बजाऊ जसको भयो नि ल भिडियो नि छ ल त्यही बजाऊ हेर्दै जानु होला ब्लग हामी चाहिँ पछाडि गीत बजाउँदै हिँड्छौँ है पछाडि ब्यागमा गीत बजाउँदै गीत सुन्दै हिँड्छौँ जे होस् मजा भइरहेछ आजको यो राइडमा आज धेरै केटाहरू पाँचवटा साधन छ चपमा 2टा हुन्छ हामीसँग टोटल 10जना मान्छेहरू रहेको छौँ त्यही भएर आज जे होस् मजा हुनेछ चिल हुनेछ हेर्दै जानु होला ब्लग मजा आउनेछ तपाईँहरूले पनि हेर्दै जाँदाखेरि
रफ राइड हुन्छ साथीहरू अफ रोड पनि रफ राइड हुन्छ आज हाम्रो एक गेट दुई गियरमा नाइस पुल अप हुन्छ यस्तो बाटोमा पनि हामीले खतरा कुदाइरहेको छौँ है मजा आइरहेछ है ओहो बाटो चाहिँ है बाटो जस्तो भयो नि फेरि हामीलाई चाहिँ बाटो जस्तो भयो नि कुदाउन चाहिँ छोड्दैनौँ है साथीहरू हामी जस्तै पनि कुदाउँछौँ हामी बाइकको चाहिँ अलिकति माया गर्नुपर्ने हुन्थ्यो तर पनि आज चाहिँ बाइकको माया दया नगरिकन चाहिँ यस्तो बाटो पनि लभली कुदाउन चाहिँ स्वाद आइरहेको छ साथीहरू एमटी पनि कम चाहिँ छैन है साथीहरू बुलेटलाई टप दिँदा साथीहरू बुलेटलाई टप दिउँ साथीहरू ए बुलेटलाई रे एमटीलाई यस्तो गए पो एकैछिनमा पुग्छ त केटाहरू अब कहाँ कुर्नु पर्ने हो केटाहरूलाई द्याट्स द प्रब्लम भाइ त ए साथीहरू ओए ओए के गरे उठाउ त उठाउ झर न उठाउ न अति रोकिदिने है छट्के पारेर भने रोक्नु पनि रोक बिच बाटोमा कम त गरौँ छैन लड्यो भने उठाउनु सक्नु परेन ल यहाँ कुराउँ न केटाहरूलाई कुराउँ न गाइस हामी चाहिँ लगभग तलबाट आधी घन्टा हिँड्नुपर्छ भनिरहेको थियो आधी घन्टाभन्दा धेरै हिँडिसक्यौँ तर पनि हामी पुगेको छैन यस्तो चाहिँ हेर्नु दाउरा बोकेर हिँड्दा छौँ त्यहाँ माथि आधी छ आधी पछाडिबाट आउँदैछ केटाहरू सिम्बा फल्स खोज्न हामी जाँदैछौँ ल यस्तो ठाउँमा आइपुग्यो हामी सिम्बा फल्स बाटो झर्ना आयो जस्तो अब चाहिँ डेन्जर गाह्रो भइसक्यो आयो झर्ना आइपुग्यो भन्दा छ कहाँ छ झर्ना खोइ ओइ यहीँ हो के हो बाटो यस्तो छ वाह
दामी छ जस्तो छ यार ठाउँ चाहिँ ओ माई गड Simba Falls right के पौडी खेल्न ठाउँ चाहिँ माथि होला तर अब केटाहरू यहीँ बस्नु भन्छ माथि खाएर अनि नुने गएर हेर त अझै पसे माथि गएर हेर त माथि हेर प्रवेश आइफोन ल्याउ त ल त गाइज हामी त सिम्बा फल म पनि दादी छ ल हिँड्दै गर तिमीहरू दिप्छन् कस्तो एक्सपिरियन्स कस्तो भयो बब्बल दामी अरू तिम्रो भन ए खतरा गाइस तिम्रो पनि भनिदिहाल कस्तो भयो त साथी एक्सपिरियन्स सातो बाटोदेखि आएर नुन बेगारको मासु ओइ तेरो एक्सपिरियन्स कस्तो भयो ठिक छ वाइल्ड भयो वाइल्ड एकदम पुरै जङ्गलमा आएर जङ्गल मिक्स भयो क्या राम्रो नराम्रो ल ग्रुप फोटो हान्नु न ल ग्रुप फोटो हान्ने कट्टु किन लगाउ न साथी मेरै हो लगाएकै छैन यार थुप्रै छोड्दैको ल चार्ज पनि हिँड्यो अब हामी पनि हिँड्ने बेला आउनु आँट्यो हो टक्कै लगाएर ल ल दामी हामीसँग गएको होइन गाडा